हेलो गुड मर्निङ साथीहरू, गुड मर्निङ। म फेरि स्वागत छ हजुरलाई मेरो अर्को ब्लगमा है। मेरो काम भर्खरै सकेको छ र फेरि म जाँदैछु तपाईँहरूलाई आज एउटा हन्टेड प्लेस देखाउनको लागि, जहाँ जापानको यो एउटा हन्टेड प्लेस हो। मेरो घरबाट नजिकै पर्छ, म त्यहाँतिर जाँदैछु। यसलाई चाहिँ दिस इज अ प्लेस अफ हन्टेड प्लेस एन्ड आई वान गो सो यु दिस प्लेस। यसलाई चाहिँ ओहाका पनि भनिन्छ। जापानिजहरूको चाहिँ आफ्टर डेथ कसरी दाह संस्कार गरिन्छ भनेर चाहिँ म चाहिँ यहाँ तपाईँहरूलाई देखाउन गइरहेको छु। यसलाई चाहिँ चिहान भन्छ होइन, नेपालीबाट चिहान। कसरी बनाउँछ यिनीहरूले भनेर, यिनीहरूको चाहिँ कस्तो हुन्छ नि, गाड्ने सिस्टम हुन्छ। अनि ल हेर्नुहोस्, यो कस्तो राम्रो ब्युटिफुल बनाएर राखिदिन्छ यिनीहरूले यो अस्तुलाई। यसरी ट्याक्क यस्तो यो पुरानो भइसकेको छ, तर यस्तो राम्रो रिपेयर गरेर राखिदिएको। ल यो चाहिँ चिहान हो क्या, ओहाका भन्छ जापानिजबाट। अनि बेला बेलामा मान्छेहरूले यहाँ आएर फुल चढाउने, उनीहरूको आत्माको शान्तिको लागि चाहिँ पानी जल चढाउने गर्छन्। जल चढाउने, पानी चढाउने चाहिँ गरिदिन्छन्। राति एक्लै आउन चाहिँ यहाँ डर लाग्छ मान्छेलाई, तर कस्तो राम्रो बनाएर राखिदिएको छ। समाधि भन्छ होइन यसलाई हेर्नुहोस्, फुल रोपिदिएको छ। आफ्टर डेथ पनि आत्मा नभड्कियोस् भनेर चाहिँ यसरी पानी चढाउने। यो यहाँनिर देख्न सक्नुहुन्छ, यो यस्तोमा पानी हालेर राख्ने कपहरू छ। यो पानी यसरी राखिदिने, चढाउने गर्छन् यहाँ आएर। यो नयाँ छ, यो चाहिँ यहाँ नाम पनि लेखिएको छ है, ताकाहासी सान। ताकाहासी भन्ने मान्छे चाहिँ बित्नु भएको र उहाँको चाहिँ यो अस्तित्वको लागि चाहिँ यसरी बनाएर राखेको छ यहाँ। सर्लक्क लाएर कस्तो राम्रो बनाइदिएको छ हेर्नुहोस् त। अनि फुल पनि रोपेको छ मान्छेले आएर बेला बेलामा। यहाँ चाहिँ फुल हाम्रो पनि श्राद्ध गर्ने भन्छ नि त, श्राद्ध पितृको लागि चाहिँ, पितृको लागि। ल हेर्नुहोस् यो राम्रो, कस्तो राम्रो बनाएर राख्दैछ। तर राति चाहिँ आउन डर लाग्छ है यहाँ, किनभने यो चाहिँ मान्छे मरिसकेको एउटा चिहान हो। हन्टेड, तर्साउँछ, भूत आउँछ भनेर चाहिँ भन्ने गर्छन्। अनि म यता जाँदैछु माथि, पुरानो छ। त्यहाँ मान्छेहरू आएर चाहिँ यसलाई गोडमेल गर्ने, पानी लगाउने गरिरहेका छन्। अनि यहाँ पनि अर्को पनि छ यहाँ नामै लेखिएको छ, ताकाहासी भनेर लेखेको छ। ताकाहासी, यहाँ पनि एउटा ताकाहासी इसिदा भनेर यहाँ लेखेको छ। इसिदा भन्ने व्यक्ति चाहिँ बित्नु भएर उहाँको एउटा समाधि चाहिँ यहाँ बनाइएको छ यहाँ यसरी। अनि यहाँ रक्सी चढाइन्छ, खाना चढाइदिन्छन् मान्छेहरूले आएर। त्यहाँनिर ग्रिन टी पनि चढाइदिएछ, पानीको बोतल पनि चढाइदिने गर्छन् मान्छेहरूले। जसलाई चाहिँ अनि धुप बालिदिने, हाम्रो नेपालमा जस्तो सिन्के धुप बालिदिने यहाँ छ। यहाँनिर म जुम गरेर देखाउँछु तपाईँहरूलाई, सिन्के धुप। त्यहाँनिर आत्माको चिर शान्तिको लागि चाहिँ। अनि यसरी शिलालेख लेख्ने, हाम्रो नेपालमा पनि हुन्छ नि त शिलालेख लेख्ने चाहिँ, यस्तो चलन, शिलालेख लेखिदिने। बट राति आउन चाहिँ डर लाग्छ, राति चाहिँ आउन सकिन्न। कस्तो राम्रो बनाइदिएछ क्या, यहाँ बाटो बनाइदिएको छ जाने, धारो बनाइदिएको छ होइन, यस्तो सफा। अनि यो चाहिँ नयाँ बनेको, भर्खर नयाँ बनाइदिएको रहेछ यो चाहिँ, यस्तो खालको चिन्ह छ। अनि यहाँ यी कपमा कस्तो राम्ररी यहाँ राखिदिएको छ हेर्नु त। यहाँ
कपमा पानी, त्यस पछाडि रक्सीहरू पनि राखिदिएको रहेछ। त्यहाँनिर अझै राम्रोसँग देखिन होला, मैले यहाँ क्यामेराको एङ्गल राम्रोसँग मिलाएको छु अहिले चाहिँ। ल हेर्नुहोस्, यो पनि एउटा समाधि हो अर्को। त्यहाँनिर सबै लेखेर राखिएको छ यसलाई के मन पर्थ्यो भनेर। फुलहरू कस्तो राम्रोसँग रोपिदिएको छ। यो सब समाधि हो भन्नाले मतलब यो चिहान हो के, सबै कति धेरै छ यहाँ। यो चाहिँ भर्खरै बनाएको पनि रहेछ एउटा यहाँ नयाँ है। हेर्नुहोस्, राति आउन चाहिँ गाह्रो हुन्छ। यो मुनि चाहिँ अस्तु राखिएको छ कि, जस्तो कि मान्छेलाई यहाँ तल चाहिँ गाडिएको छ र माथि चाहिँ यस्तो बनाइएको छ। त्यहाँनिर फुलहरू सजाएर रोपिदिएको छ। एउटा श्रद्धा सत्कार भनौँ न। अनि यतापट्टि पनि छ। यो चाहिँ पुरानो भइसकेको। यहाँनिर चाहिँ कपुर बत्ती, धुप, अक्षताहरू जस्तो, अक्षता त नभनौँ, यहाँ कपुर सिन्के धुप जस्तो बालिदिएको बेला बेलामा आएर चाहिँ चिर शान्तिको कामनाको लागि चाहिँ गर्ने गर्दा रहेछ यिनीहरूले। यहाँनिर गोडमेल गर्ने, घाँस काटिदिने, घाँस पलायो भने उ गरिदिने। अनि वर्षमा एक दिन चाहिँ यहाँ आएर फुल राखिदिने, फुल रोपिदिने। मरेर गए पनि आत्मा चाहिँ रहिरहन्छ भन्ने एउटा मान्यता छ होइन। फुकोदास भन्ने एउटा व्यक्ति बित्नु भएको रहेछ र उहाँको समाधि हो। यस्तो चलन अहिले चाहिँ यहाँ पनि जापानमा पनि यसरी गाडेर एउटा समाधि बनाउने चलन पनि छ। अनि अर्को थरी चाहिँ डढाउने पनि छ। रुख पनि रोपिदिएको छ यहाँ, बोनसाईको रुख पनि रोपिदिएको छ। तर यो चाहिँ पानी नभएर ओइलाइसकेछ। यतातिर पनि छ, समाधि नै समाधि छ। इट्स लाइक हन्टेड प्लेस। राति आउन चाहिँ डर लाग्छ होला सायद। राति आउन सकिँदैन। फुलहरू ढकमक्क रोपिदिएको छ त्यहाँनिर। यहाँनिर नि फुल छ सबै। बगैँचा बगैँचा। त्यहाँनिर पनि छ। कस्तो राम्रो बनाइदिएको छ, ब्युटिफुल। इसिखावा भन्ने मान्छे, उहाँ चाहिँ इसिखावा भन्ने मान्छे हुनुहुन्थ्यो, उहाँ भित्र बनाइदिनु भएको। सबै चाहिँ यस्तो अलि हन्टेड टाइपको छ। राति आउन चाहिँ अलिकति सकिँदैन। कस्तो लाग्यो हजुरहरूलाई? यहाँ मैले एउटा यसरी देखाइदिउँ भनेर चाहिँ एउटा सानो भ्लग बनाएको थिएँ र यो भ्लगलाई यहीँ एन्ड गर्दै म फेरि सेकेन्ड भ्लगमा हजुरहरूलाई अर्को नौलो चिज देखाउने कोसिस गर्दैछु। आजलाई चाहिँ एउटा सानो भ्लग यहीँ समाप्त गर्दैछु। हजुरहरूलाई मन पर्यो भने चाहिँ लाइक, कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला है। धन्यवाद।